म पर्टिकुलरली कुनै पार्टीमा आबद्ध भएको म उहाँहरूले भाषा प्रयोग गर्ने भाषा जस्तो झोले पनि होइन। मैले आजकोसम्म कुनै पनि राज्य सत्तालाई प्रयोग गरेर सरकारलाई पार्टी प्रयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थको लागि आजसम्म कुनै पनि एउटा केही सेवा सुविधा प्रयोग गरेको पनि छैन। म आगामी दिनमा पनि म सदैव राज्य सत्तालाई प्रश्न गर्ने, चाहे त्यो जुनसुकै सत्ताको होस् जुनसुकै पार्टीको होस्, प्रश्न गर्नुपर्छ र हाम्रो भूमिका भनेको चाहिँ बिचमा राखेर जाने अनुसार सरकारले आफू पनि सच्चिने, सरकार जनतालाई पनि सुसूचित गर्ने, सरकारलाई पनि प्रश्न गर्ने र मेरो भूमिका एउटा माध्यमको भूमिका हो। माध्यम जहिले पनि तटस्थ हुनुपर्छ, माध्यम जहिले पनि पारदर्शी हुनुपर्छ, माध्यम जहिले पनि यहाँ र त्यहाँसम्म पुर्याउनको लागि एउटा ट्रान्सपरेन्ट हुनुपर्छ भन्ने कुरामा चाहिँ म क्लियर छु। म एउटा माध्यम मात्रै हो। एउटा यस्तो घटनाक्रमलाई निरुत्साहित चाहिँ गर्ने रहेछ जस्तो म सोचिरहँदाखेरि तपाईँसँग भेटुँदा पनि गीत सोचिरहेको हुन्थेँ होइन। बाटोमा कतै केही घटना परिघटनाहरू हुँदा पनि त्यहाँ कथा खोजिरहेको हुन्थेँ, सिर्जना खोजिरहेको हुन्थेँ, प्रश्न खोजिरहेको हुन्थेँ। त्यसलाई संवेदनाको हिसाबले, त्यसलाई भावनाको हिसाबले, त्यसलाई सृजनशीलताको हिसाबले हेरिरहेको हुन्छु। तर यस्ता घटनाक्रमहरू चाहिँ यति धेरै गहिरो बस्छन् कि तपाईँ त्यहाँबाट केही उम्कनै सक्नुहुन्न। मैले भने नि, तपाईँ आफ्नै बच्चासँग मजाले खेल्न सक्नु भएन, उसँग हाँस्न सक्नु भएन, तपाईँको जीवनको एउटा रङ त्यहीँ छुट्यो। तपाईँ साथीभाइसँग फेस गर्न सक्नु भएन, कुरा गर्न सक्नु भएन, विचारहरू विमर्श गर्न सक्नु भएन भने एउटा सिकाइको एउटा प्रक्रिया त्यहीँ छुट्यो होइन। तपाईँ समाजमा गएर निर्धक्क साथ आफ्नो आवाज बोल्न सक्नु भएन, प्रकट हुन सक्नु भएन, तपाईँको आत्मविश्वासको एउटा गति त्यहीँनिर छुट्यो होइन। अनि यसरी छुट्टिँदै सम्बन्ध छुट्टिन्छ, काम छुट्छ, आफ्नो सृजनशीलता छुट्छ, समाजसँगको कनेक्सन छुट्छ, परिवारसँगको रङहरू छुट्छ। अनि मान्छे एक्लिँदै जान्छ। अनि त्यसपछि उसको जीवन पनि निरस हुन्छ र उसका सिर्जनाहरू पनि मर्दै जान्छन्। मैले बिचमा करिब 5-7 दिन चाहिँ मैले त्यो मबाट सबै कुराहरू छुट्यो भन्ने लाग्यो होइन। जब ममा मेरो बच्चाहरूसँग आँखा जुदाउने आत्मविश्वास भएन, मैले उनीहरूसँग कयौँ रात खेल्न पाइनँ, साथीभाइहरूसँग भेट हुने आत्मविश्वास भएन। अनि अरू त्यो सृजनशीलता कामको कुराहरू त छोडिदिनुहोस्। म रिसेन्टली धरान गएर आएको थिएँ। अर्का साम्पाङज्यू खानेपानीको अभियानलाई उहाँले चुस्त दुरुस्त रूपमा अगाडि बढाउनु भएको छ। मेरो बालेनबाट हामीले निकै आशा राखेका छौँ। उहाँले विकासका कामहरूलाई कम्तीमा चुस्त तरिकाले गरिरहनु भएको छ। यसरी चाहिँ कोही लुकेर रहेको अथवा कहीँ निस्वार्थ रूपमा चाहिँ कुनै संरचनाबाट, कुनै राजनीतिक दबावबाट, कुनै बाह्य शक्तिहरूबाट, कुनै आफ्नै पार्टीको संरचनाबाट, कुनै स्वार्थहरूबाट, यी सबै अहिलेको जे संयन्त्र छ ती सबै संयन्त्रहरूबाट मुक्त भएर नथिचिकन कुनै व्यक्ति त्यस्तो आउने खालको वातावरण भयो भने चाहिँ तपाईँले भने जस्तो त्यो लाग्ला। तर अहिले जे प्रक्रिया मैले उहाँलाई भेटुँदा पनि त्यही नै भन्यो, मेरो खासै भेट त हुँदैन नेताहरूसँग। तर विधि त रहेछ नि त। अहिलेको जुन विधि छ ती विधि त फेरि अहिले जसले शासन गरिरहेका छन् उनीहरूले लिएर आएको होइन। एक हिसाबले उनीहरूले नै नेतृत्व गरेर। अर्को चाहिँ मैले भनिहालेँ, मेरो यी राजनीतिक दलहरूको यात्रालाई मैले देखेको छु, यो प्रोसेसलाई मैले देखेको छु। अहिले व्यवस्थालाई यदि तपाईँलाई अहिलेको